भूतको डर मनको कल्पना वा वास्तविकता। भूतको डर प्राचीन समयदेखि नै मानिसको मनमा बस्दै आएको एउटा रहस्यमय अनुभूति हो। सुनसान रात, एक्लो बाटो वा अपरिचित आवाजले मनमा डर उत्पन्न गराउँछ। धेरै संस्कृतिहरूमा भूतप्रेतका कथाहरू चलेका छन् जसले यो डरलाई झनै बढाउने गर्छ। केही मानिसहरूले अनौठा घटनाहरूको सामना गरेको दाबी गर्छन्, जस्तै अनायासै ढोका खोल्नु, रहस्यमय छाया देखिनु वा अनजान आवाजहरू आउनु। आजको यो सत्य घटना मेरा गाउँका दाजुहरूबाट मैले सुनेको जस्ताको त्यस्तै हजुरहरूको लागि। उहिले जमानामा बिजुली बत्ती नआएको बेलाको कुरा। गाउँका सम्पूर्ण मानिसहरूको पहुँचमा टर्च लाइट पनि थिएन। राति यता कतै हिँड्न पर्यो भने राको बनाएर हिँड्ने चलन थियो। साइकलका पुराना टायर, हात्ती छापका पुराना चप्पल राको बनाउन निकै उपयोगी हुने गर्थ्यो। त्यति बेला मनोरञ्जनको लागि टिभी त झन् हुने कुरै भएन। कोही लाउरेको घरमा मात्र टेप रिकर्डर र रेडियो हुने गर्थ्यो। त्यो रेडियोलाई पनि खोल हालेर काँधमा भिरेर सानले हिँड्ने गर्थे लाउरेहरू। त्यति बेला समय र चाडपर्व परेको बेलामा इन्डियादेखि नचनिया टोली ल्याउने र नचाउने गरिन्थ्यो। त्यो दिन पनि नचनिया टोली आएको थियो। हाम्रो गाउँदेखि पर अर्को गाउँमा हिँडेर पुग्न झन्डै 1.5 घन्टा लाग्थ्यो। गाउँ कटेर जङ्गल काटेर बाँस खारी अनि खोला हुँदै खेतको ठुलो फाँट काटेर जानु पर्थ्यो। त्यो दिन पनि हाम्रो टोलीको 6 जना केटाहरू नाच हेर्न जाने सल्लाह भयो। रातभरि नाच हेर्ने र भोलि बिहान फर्कने सल्लाहमा हामी साँझ त्यतातिर लाग्यौँ। कार्यक्रम चल्दै थियो। रातको झन्डै 11:30 बजेतिर कार्यक्रम अकस्मात रोकिन पुग्यो। रातभरि हुने नाच बन्द हुँदा निकै खैला भैला भयो। पछि पो थाहा भयो कि गाउँकै प्रधानको आमा बितेको हुँदा नाच बन्द गरिएको रहेछ। त्यहाँ बस्ने ठाउँ पनि भएन। के गर्ने नगर्ने निकै गाह्रो भयो। निकै बेर सल्लाहपछि घर फर्कने निधो गर्यो हामी 6 जना साथी। एउटा घरको मान्छेले साइकलका टायरको 4 टुक्रा दियो। त्यही टायर बाली ठुलो खेतको फाँट हुँदै घरतिर लाग्न थाल्यौँ। त्यो बेलासम्म रातको 12 बजिसकेको थियो। हाम्रोतिर रातको समयमा गैडा पनि आउने गर्थ्यो। निकै चनाको हुँदै दायाँ बायाँ हेर्दै हिँडिरहेका थियौँ। दायाँ बायाँ हेर्ने क्रममा खेतको अलि पर कालो छाया जस्तो ठुलो केही चिज देखेँ मैले। मलाई गैडा हो कि भन्ने डर पनि लाग्यो। साथीहरूलाई हेरौ त त्यहाँ गैडा छ भने। सबैले फर्केर त्यहाँ हेर्दा केही पनि थिएन। सबै साथीले मलाई पागल भन्दै गाली गर्न थाले। मलाई भने हल्का डर लागिरहेको थियो। तब नै मेरो पछि हिँडेको साथीले आतिले मलाई समायो र भन्यो, हाम्रो पछाडि त कालो के आउँदैछ यार। सबैले पछाडि फर्केर हेरेको, फेरि पनि त्यहाँ केही पनि थिएन। तर त्यो साथी निकै डराएको थियो र भन्यो, होइन यार, अघिसम्म यही पछाडि थियो। 2 जनाले त्यो कालो छाया देखिसकेका थियौँ। बाँकी 4 जनाले देखेका थिएनन्। उनीहरूले यस्ता छेरुवाहरू पनि राति नाच हेर्न आउने भन्दै अगाडि हिँडिरहेका थिए। टायरको राँगो बोकेर अगाडि हिँडेको साथी एक्कासी आबुई भन्दै करायो र ऊ डराउँदै भन्न थाल्यो, यहाँबाट पछाडि के गयो यार। डरको कारण हामीले सबै टायरको टुक्रा एकैचोटि बालियो र त्यो सबै टायर एकैचोटि बालेर त्यही ठुलो गल्ती गर्यो हामीले। सबै राको एकैचोटि बालेपछि निकै उज्यालो भयो। अब कसैले त्यस्तो कालो छाया केही देख्न छोडेका थियौँ। तर हामीले यो कुरा बिर्सियौँ कि त्यो सबै टायर पालै पालो बालेर गाउँसम्म पुग्न पर्ने थियो। सुरुमा बालेको राको निभिसकेको थियो भने बाँकी 3वटा त्यो पनि सबै एकैचोटि बालेका थियौँ। बाटोमा अझै डरलाग्दो ठाउँ आउनै बाँकी थियो। खोला, बाँसघारीको बाटो अनि जङ्गल। खोला पुग्ने लागेका थियौँ। अर्को 2वटा राको पनि सकिएर निभ्यो।
एउटा राकोको सहारामा खोला तर्दै थियो। म सबैभन्दा पछाडि थिएँ। मेरो हातमा एउटा राको बाँकी थियो, बीच खोला अनि घोडा घोडा पानी। एक्कासी मलाई पछाडिबाट कसैले धक्का दिए जस्तो लाग्यो। म आत्तिएर मेरो हातबाट त्यो अन्तिम राको पनि पानीमा खस्यो। चारैतिर अन्धकार छायो। म यो सोचेर डराउन थालेँ, सबै साथी अगाडि छन्, आखिर मलाई कसले धकेल्यो? सबैजना साथी आत्तिँदै खोला तर्न थाल्यो। तब नै झन् डरलाग्दो हलचल हुन थाल्यो। खोलाको पानीमा थुप्रै ढुङ्गा फालिरहेको जस्तो आवाज आउँदै थियो। घरि पानीमा कोही दौडिए जस्तो ठुलो आवाज आउँदै थियो। एक्कासी खोलाको बीचमा पानीमाथि मान्छेको आकारमा सेतो छाया देखा पर्न थाल्यो। हामी आत्तिँदै बल्ल बल्ल खोला तर्यौँ। खोला कट्न साथ बाक्लो बाँसको घारीको बीचको बाटो हुँदै जानु थियो हामीलाई। त्यहाँ त झन् दिउँसै अँध्यारो हुने ठाउँ। बाँसघारीमा के प्रवेश गरेको थियौँ, झन् डराउन दिन थाल्यो। बाँस काटे जस्तो आवाज, घरि कोही दौडिए जस्तो आवाज आउन थाल्यो। एक्कासी हाम्रो अगाडि बाटोको पुरै बाँस भैँमा लड्यो। आँखाले देखे जति अगाडि सबै बाँस भैँमा लडेको थियो। डरको कारण हामी सबैजना साथी एकै ठाउँमा डल्लो परेर डराएर त्यो ढलेको बाँस हेर्न थाल्यौँ। एक्कासी त्यो ढलेको सबै बाँस फेरि ठाडो पर्यो। घरि ढल्ने घरि ठाडो हुने ती बाँसहरू देखेर हामी 6 जना साथी नै निकै डराइरहेका थियौँ। बाटो खाली हुने बित्तिकै हामी सबै साथी दौडिन थाल्यौँ। दौडिँदै गर्दा मैले पछाडि फर्केर हेरेको त एउटा सेतो छायाले अघि ठाडो परेको बाँसहरू फेरि भैँमा लडाउँदै हामीतिर आइरहेको थियो। त्यो देख्न साथ म झनै पेशकरी दौडिन थालेँ। सबै साथीलाई पछाडि छोडी अगाडि पुगेँ। मलाई लाग्थ्यो त्यो सेतो छायाबाट म उम्किन सफल भएँ, तर त्यो मेरो सोच गलत थियो। एक्कासी त्यो सेतो छाया मेरो अगाडि आयो। त्यो देख्न साथ मेरो खुट्टा जमे जस्तो भयो। म हलचल नै गर्न सकिनँ। पछाडिबाट आएका साथीले मलाई तान्न थालेर अगाडि दौडिन थाल्यौँ। त्यो बाँसघारीको बाटो सकिने बित्तिकै एउटा घुम्ती थियो र घुम्तीबाट मोडिने बित्तिकै जङ्गल सुरु हुन्थ्यो। डरको कारण मुख सुकेको र शरीर पसिनै पसिना लतपत भएको थियो। बल्ल बल्ल त्यो घुम्तीमा पुग्यौँ। घुम्तीमा पुगेर पछाडि फर्केर हेरेको त त्यो सेतो छाया त्यहाँ थिएन। अनि जङ्गलतर्फ दौडन थाल्यौँ। अलि पर कसैले राको बोकेर जाँदै गरेको देख्यौँ। हामीलाई लाग्यो त्यो राको बोक्ने मान्छे हाम्रो सहारा हुनेछ। फेरि त्यही अर्को हामीले गल्ती गर्यौँ। दौडिँदै त्यो राकोलाई पछ्याउन थाल्यौँ। जति दौडिँदा पनि त्यो राको बोकेको मान्छेको र हाम्रो दूरी घटेकै थिएन। दौडिएर भेट्न नसकेपछि हामी एक स्वरमा सबैले चिच्याएर उसलाई बोलाउन थाल्यौँ। सबैले चिच्याएर उसलाई बोलाउँदै थियौँ। केही बेर चिच्याएपछि त्यो राको बोक्ने मान्छे टक्क उभियो। यस्तो लाग्दै थियो अब उसको र हाम्रो दूरी नजिकै नै छ। हस्याङ फस्याङ गर्दै दौडिँदै त्यो राको बोकेको मान्छेको नजिकै गई घोप्टो परेर लामो लामो सास फेर्न थाले। त्यति नै बेला एउटा साथी आत्तिँदै डराएको स्वरमा अबै भूत भनेर चिच्याउन थाल्यो। मैले हतपत टाउको ठाडो पारेर हेरेको मात्र के थिएँ, के को राको बोक्ने मान्छे हुने त्यो त साक्षात हाम्रो अगाडि राके भूत थियो। त्यो टाढाबाट देखेको राको त त्यही भूतको टाउकोमा बलिरहेको आगो पो रहेछ। त्यति देख्न साथ त्यसपछि मलाई कुनै होस नै छैन। जब म होसमा आएँ तब आफ्नो घरको ओछ्यानमा थिएँ। मलाई झन्डै 8-9 दिनपछि होस आएको रहेछ र अरू साथीहरूको पनि हालत त्यस्तै नै थियो। त्यसपश्चात हामी कहिल्यै रातिको समयमा अरूको गाउँमा नाच र नौटङ्की हेर्न जान बन्द गर्यौँ।